7:30 पौने 7 यस्तै आसपास निस्केँ। बाइकको पछाडि बसेको छु। ए हल्ला छ त्यहाँ, हेर्नुहोस् चित्कार छ। यता लग आयो, यता आयो, बल्ल बल्ल बाल गरेर चाहिँ म घर पुगेँ, रुम पुगेँ। पहिल्यै त्यहाँ 3-4 टोली पुगेको रहेछ, थाहा पाएँ। ए घरमै? त्यो दिन घरमै बस्या भइदिया बरु केही हुन सक्थ्यो। मैले पनि प्रतिवाद गर्थेँ होला नि त। त्यो त हातो दही जमाएर कोही बस्दैन। मलाई मार्ने प्लान बनाएर छ, यो सत्य कुरा हो। त्यसपछि त्यहाँ पौने घन्टा बसेँ। मेरो मोबाइलमा चार्ज पनि थिएन। अनि एकछिन मोबाइल चार्ज, लाइन रहन्छ फेरि त्यहाँ पुग्दाखेरि। अनि चार्ज गरेँ। चार्ज गरिसकेपछि अनि त्यो रुम, त्यहाँदेखि म त्यो रुममा बसिनँ। अहिले पनि म बाहिरै बस्छु। त्यो जेएनजी आन्दोलन भएदेखि 24 गतेको चाहिँ रातिदेखि म मेरो रुममा बस्दै, त्यो रुम पनि छैन अहिले मेरो। अन्त कहाँ सामानहरू कसलाई दिएर के म अहिले चाहिँ कहिले होटलमा कहिले साथी कहाँ गएर बसिरहेको छु। त्यहाँदेखि मेरो चाहिँ विस्थापित भयो।